संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनु पर्यो। प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीय मन्त्री, एउटा प्रशासन मन्त्री, तीनजनाको मात्रै भए हुन्छ। यत्रो म्यानुअली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन। हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्यौं भने नेपालको चालु खर्चको 2/3 कटौती हुन्छ। अब विकास समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको स्थिति छ। नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ। त्यसैले यसलाई क्रियान्वयनमा कसरी प्रयोग गर्ने, त्यसको कानुनी प्रष्टता जरुरी छ। यसबाट केही नकारात्मक विषयहरू पनि आएका छन्। यसलाई दुरुपयोग पनि गरिएको छ। दुरुपयोग हुन नदिनका निम्ति नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनुपर्छ। स्वतन्त्रता खोसेर छिटफुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन। दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदम